आज दिनभरि लगाएर स्ट्रेन्जर थिङ्ग्स सिजन 5 का भोलो मनको 4वटा एपिसोड्सहरू हेरे। यो फाइनल सिजनको एक्साइटमेन्ट र वेट निकै थियो। यसको हरेक एपिसोड्सहरू लगभग 1-1 घण्टाका छन्। एपिसोड 4 त झन् 1 घण्टा 23 मिनटको छ, लगभग 4.5 घण्टाको टोटल कन्टेन्ट। अझै पनि 4वटा एपिसोड्सहरू बाँकी नै छन्। अब सोच्नुस् कुन लेभलमा छ यो सिरिज। सर्वप्रथम अहिलेसम्म स्ट्रेन्जर थिङ्ग्स कुन चिडियाको नाम हो यदि थाहा छैन भने योभन्दा अगाडि टोटल 4वटा सिजन्सहरू आइसकेका छन्। आफ्नो जीवन रूपी धनमा पर्याप्त समय छ भने सिजन वाइज एपिसोड बाई एपिसोड हेर्न सक्नुहुनेछ, या नत्र बेस्ट उपाय युट्युबमा हरेक सिजनका एक्सप्लेन भिडियोजहरू छन् हिन्दीमा। यो समय बचाउने निन्जा टेक्निक। ओके, अब मेन मुद्दामा आम कि कस्तो छ त सिजन 5 का फर्स्ट 4वटा एपिसोड्सहरू। यो सिजनले पनि त्यही पुरानो प्याटर्न, स्लो बेसिक स्टार्टिङ छ, स्लोली बिल्डअप बनाउँदै एपिसोड 4 मा जुन ब्याङ्गर डेलिभर गर्छ। एपिसोड 4 सोर्सरर बाँकी 3वटा एपिसोडको भरपाई हो क्या डेलिभर गरेका छन्। यो सिरिजको मेन जुन भिलेन छ वेक्ना, लास्टको 5 देखि 10 मिनटको लागि मात्रै आउँछ, पुरै माहौल बनाएर जान्छ। औरा, स्वाग, भोइस, मतलब मजा आइहाल्छ हेरेर है। सिजन 5 का पुरै 4वटा एपिसोडमा नि लगभग 95% नि अरू क्यारेक्टर्सहरू भेक्ना यो त्यो भेक्नालाई खोजिरहेका हुन्छन्, यसरी मार्नुपर्छ है। र एक्चुअली जब भेक्ना आउँछ नि लास्टको 5-10 मिनटमा त्यो हाइप चाहिँ बनाएर जान्छ है, जुन हाइप बिल्डअप भएको हुन्छ। र यो कुरा चाहिँ भन्नुपर्छ कि जब जब स्ट्रेन्जर थिङ्ग्सको नाम आउँछ तब तब भेक्ना क्यारेक्टरलाई चाहिँ याद गर्छन् मान्छेले। एपिसोड 4 मा ब्लकबस्टर एक्सन छ, इमोसनल बिट्स र सिन्सहरू जुन प्यारलल तरिकाले चलिरहेको हुन्छ। मतलब यो पुरै स्ट्रेन्जर थिङ्ग्सको ट्रेडमार्क नै हो है यो कुरा चाहिँ, जुन प्यारलल स्टोरिज। र झन् सिजन 5 को एपिसोडमा त मजा आउँछ यो हेर्नलाई। एपिसोड 4 मा त्यो राम्रो ट्विस्ट हेर्न मिल्छ, हल्का गुजबम्प सिटी मार्ने सिक्वेन्स पनि छ है। यो सबै एपिसोड 4 मै छ है। र आउने एपिसोड्सहरूको लागि राम्रो सेटअप गरेर जान्छ एपिसोड 4 ले। या अब एपिसोड 4 बवाल छ, यसको अर्थ यो होइन कि एपिसोड 1, 2, 3 खराब छ। या एपिसोड 1, 2, 3 बेस हो, जसमा एपिसोड 4 ले चाहिँ ताण्डव गरेर जान्छ। एउटा हुन्छ नि बिल्डअप, एउटा सेटअप हो एपिसोड 1, 2, 3। एपिसोड 1, 2, 3 मा त्यही हो, एउटा बिस्तारै बढ्ने लङ स्टोरी, जसमा सिजन 4 पछि क्यारेक्टर्सहरू के गर्दैछन्, हकिन सहरको प्रेजेन्ट अवस्था के छ त, वेक्नाले खोज्ने कार्यक्रम, वेक्नाको नयाँ माइन्ड गेम, यसलाई डिकोड गर्ने, खोज्ने, सस्पेन्स रिभिल गर्ने, म्याक्सको कन्डिसन के छ, त्यो एउटा बिल्डअप सेटअप, यो सबैको समअप हेर्न मिल्छ है 1, 2, 3 मा। यो एपिसोड 1, 2, 3 अलि लामो तन्काएको फिल हुनसक्छ, बट मजा चाहिँ खराब पर्दैन है। पुरानो सिजन्सहरू लाइक हेर्नु भएको छ भने यसको बानी परिसक्यो होला। त्यसै पनि एपिसोड 4 ले त सबैको भरपाई गरेर जान्छ नै। सँगै यो सिजनमा चाहिँ त्यो हरर एलिमेन्ट चाहिँ फिल हुँदैन, जस्तै जुन सिजन 1 र 2 मा थियो। किनभने अब यो सबै कुरा रिभिल भइ नै सकेको छ। डेमिगर्गन्स, वेक्ना देखिएर त्यो लाइटहरू बल्नेदेखि लिएर सबै कुरा लाइक नर्मल भइसकेको छ। त्यही भएर नि त्यो हरर एलिमेन्ट फिल हुँदैन। तर त्यो मिस्ट्री र सस्पेन्स राम्रै बनाएर राख्छ यो सिजनले पनि। त्यसै गरी पुरानो सिजनहरू जस्तै यो सिजनमा पनि क्यारेक्टर्सहरू स्ट्रङ छन् है। इमोसनल बोन्डिङ मजाको हेर्न मिल्छ, इमोसनल वेट डेभलप हुन्छ, स्पेसली विल र रबिनको क्यारेक्टरको बिचमा है। त्यसै गरी विलको जुन क्यारेक्टर डेभलपमेन्ट एकदमै राम्रो छ। र सिजन 1 का बच्चा क्यारेक्टर्सहरू अब ठुलो भइसकेका छन्, त्यसैले अब सिरिज म्याच्युर्ड फिल हुन्छ। तर एउटा कुरा हेरेर चाहिँ दुःख लागिरहेको थियो, माइकको जुन क्यारेक्टर छ सिजन 5 मा एउटा साइड क्यारेक्टर जस्तो फिल हुन्छ, जबकि माइक सिजन 1 को मेन सेन्ट्रल क्यारेक्टर हो। र एलसँगको जुन केमिस्ट्री छ त्यो पनि खासै छैन है यो सिजनमा। एउटा सिन छ, बाँकी केही छँदै छैन। त्यसै गरी सिनेमाटोग्राफी, भिजुअल, साउन्ड इफेक्ट्स यो सिरिजको जान्ने हो, यसमा त केही भन्नै पर्दैन। ओभरअल इन्गेजिङ छ, मजा आउँछ हेर्नलाई। एपिसोड 4 त ब्याङ्गर छ, अपकमिङ एपिसोड्सहरूको लागि हाई बार सेट गरेर जान्छ। बाँकी तपाईँहरू भन्नुहोस्, यदि तपाईँले स्ट्रेन्जर थिङ्ग्सका फर्स्ट 4वटा एपिसोड्सहरू हेरिसक्नु भएको छ भने कस्तो लागेछ आफ्नो प्रतिक्रिया तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। टेक केयर र हेर्दै गर्नुहोस् दाडी टक्स, हेर्दै गर्नुहोस् है।